एकजनाले जुनार कति चाहिँ खाँदो रहेछ त एकचोटिमा। कुयाको जुनार सबै झर्यो। 31वटा जुनार है, 31वटा। गुलियो त गुलियै हो, तर धेरै खाएपछि अमिलो अमिलो जस्तो फिल पनि हुँदो रहेछ। हेलो एभ्रिवान, म कान्छा। अहिले चाहिँ म मेरो घर छेउको करेसाबारीमा छु। यो मल भयो, यो गोठ छेउमा यो तोरीबारी भयो होइन। यो तोरीबारीकै छेउमा चाहिँ एउटा जुनारको बोट छ कि। यो जुनारको बोटमा चाहिँ कस्तो भयो भने यो पाकेर खाने भनेर राखेको जुनार पाक्नुभन्दा अलिक समय अगाडि चाहिँ यो हल्का पहेँलो हुन थालिसकेपछि चाहिँ सबै झर्न थाल्यो कि। 50% झरिसक्यो। यो झरेर यसरी कुहिँदो रहेछ होइन, कुहिएर झर्दो रहेछ यसरी। यसरी कुहिएर झर्दो रहेछ। त्यही भएर अब यो जुनारलाई चाहिँ म के गर्छु भने एकजनाले चाहिँ एक दिनमा जुनार कति चाहिँ खाँदो रहेछ त एकचोटिमा। एक दिनमा भन्दा नि एकचोटिमा जुनार कति खाँदो रहेछ म हेर्छु है त। अब म ट्राई गरेर हेर्छु है त। झऱ्यो माकुरी जम्मै। कुयाको जुनार सबै झऱ्यो। पाचेको टिपम भनेको कता हो कता खोइ। कोही त कुहिन थालिसकेको छ यार। बोटमै कुहिएछ नि। हट, यसरी खत्तम सखाबै भयो नि। अब 50% झऱ्यो नि। कता पुग्यो? ले कुहिन थालेकोले नै झोला भर्ने हो। अब के भन्नु हाम्रो खै। ठुलै छ कोही त। झोला भर्यो चल्दिएको ल। ल गनौँ है त कतिवटा 2 4 6 8 10 11 15 16 18 20 21 22 23 24 25 26 31वटा जुनार है, 31वटा। ओइ गयो त है। ल 31वटा जुनारको बोक्रा यति आयो। अब यो बोक्रा बाख्राले खान्छ। खान लायक जुनार यति आयो। ल यति सकिन्छ कि सकिँदैन त। अब म जान्छु खोर्सानी टिप्न।
यसको लागि टक्क लाएर बोटमा गएर अब पाकेको ल अछामे त पाकेको त रहेनछ त यार यो एउटा टिपौँ दुईटा तिनटा चारवटा पाँचवटा भए पुग्छ पुग्दैन सातवटा सातवटा भए त पुग्छ होला हौ अछामे पनि छ अछामेले गर्दाखेरि ओभर पिरो हुन्छ ल होस् ल रेडी भयो 31वटा जुनार ल अब स्टार्ट गरौँ 31वटा जुनार सक्दिन कि क्या हो भइसक्यो अब त्यत्रो छ गाह्रो भयो गुलियो त गुलियो हो तर धेरै खाएपछि अमिलो अमिलो जस्तो फिल पनि हुँदो रहेछ अनि काटेर राखेपछि चितो पनि हुँदो रहेछ काट्ने बित्तिकै खायो भने चाहिँ एकदम रचिलो हो 31वटा जुनार फिनिस लु त हट